मेरो आदरणीय द गस्पल अफ गड टेलिभिजन हेरिरहनुभएका तमाम प्रियजनहरू, आज हामी स्वर्गीय टहलबहादुर बुबाको स्मृति सभाको पूर्व सन्ध्यामा छौँ र अहिले भर्खर हामी विश्राम स्थानमा आइपुगेका छौँ। उहाँले अनन्त विश्राम लिनुभए पछाडि उहाँको पार्थिव शरीरलाई यो डाँडामा बसाइएको छ। उहाँ 2003 साल कार्तिक 3 गतेको दिन यस संसारमा आउनुभएको थियो र उहाँले लगभग 75 वर्षको उमेर संसारमा रहनुभई गएको असोज 6 गते उहाँ संसारबाट बिदा हुनुभयो। उहाँले अनन्त घरमा उहाँ फर्किजानुभयो। उहाँ अत्यन्तै परमेश्वरमा अत्यन्तै आशिषित व्यक्ति हुनुहुन्थ्यो। आत्मिक रूपमा हौसला दिनुहुने र विश्वासीहरूको बिचमा अत्यन्तै प्रिय हुनुहुन्थ्यो र उहाँ चाहिँ जिरी सालो मण्डलीको ज्येष्ठ अगुवाहरूमध्येमा पर्नुहुन्थ्यो। यो तपाईँहरूलाई मैले जानकारी गराएँ र अहिले भर्खर यो सिमेट्री बन्ने काम भएको छ र केही पेन्टिङको कामहरू अहिले भइराखेको अवस्था छ र अब केही समयमा हामी यहाँबाट स्मृति सभाको लागि प्रस्थान गर्नेछौँ। सानोलाई पनि ठुलोलाई पनि गरिबलाई पनि धनीलाई पनि, सानोलाई पनि ठुलोलाई पनि गरिबलाई पनि धनीलाई पनि माया त एउटै हो, यीशुको माया हो। माया त एउटै हो, यीशुको माया हो। झरीमा पनि घाममा पनि छायामा पनि, हिउँदोमा पनि झरीमा पनि घाममा पनि छायामा पनि माया त एउटै हो, यीशुको माया हो। माया त एउटै हो, यीशुको माया हो। लैलै लैबरी लैलै यीशुको माया लैबरी लैलै हो। लैलै लैबरी लैलै यीशुको माया लैबरी लैलै हो।
पनि हाँसोमा पनि दुःखमा पनि सुखमा पनि आँसुमा पनि हाँसोमा पनि माया त एउटै हो यीशुको माया हो माया त एउटै हो यीशुको माया हो लै लै लैबरी लै लै यीशुको माया लैबरी लै लै बरी लै लै यीशुको माया लै बरी लै